बाजुराका 3 जना उत्कृष्ट कृषक सम्मानित भएका छन्। आइतबार कृषि ज्ञान केन्द्र बाजुराले धान दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रमबीच कृषकहरूलाई पुरस्कारसहित सम्मान गरिएको हो। कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम साहानीले जिल्लाभरबाट कृषि क्षेत्रमा काम गर्ने 3 जना कृषकहरूलाई सम्मान गरिएको बताएका छन्। उनका अनुसार तरकारी खेतीतर्फ बुढिन्दा नगरपालिका 3 का रणबहादुर बोहरा, बढीमालिका नगरपालिका 8 का लालबहादुर ऐडी छन् भने बाख्रा पालनतर्फ बुढिङ्गा नगरपालिका 1 की सुशीला थापा सम्मानित भएकी छन्। उनीहरूले नगद 25,000 रुपैयाँ सहित सम्मान पत्रले सम्मानित गरेको उनले बताएका छन्। उत्कृष्ट कृषि क्षेत्रमा काम गर्ने अन्नदाताहरूलाई हामीले आज यस कार्यक्रमबाटै सम्मान गर्ने कार्यक्रम राखेका छौँ। उहाँहरूले आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छन् र उहाँहरूलाई आज हामी सम्मान गर्नेछौँ। कार्यक्रममा सम्मानित भएका रणबहादुर बोहराले गाउँमै केही गर्नुपर्छ भनेर व्यावसायिक तरकारी खेतीमा लागेको भन्दै यो सम्मानले थप आफूले हौसला मिलेको बताएका छन्। उत्पादन गर्ने सुविधा त्यही छ। म आज यस मस्टा बहुउद्देश्य कृषि तथा पशुपालन फर्म ब्रोइलर र 1 हेक्टर जग्गा बराबरको तरकारी खेती उत्पादन भइरहेको छ। यो तरकारी सिलकोटमा निर्यात हुँदैछ। कार्यक्रममा बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले धान दिवसको अवसरमा शुभकामना दिँदै दिन प्रतिदिन खेतीयोग्य जमिन बाँझो हुँदै गएकाले यहाँको अर्ग्यानिक धान उत्पादनमा जोड दिनुपर्ने बताएका छन्। अहिले पाखा पखेराहरू लगभग बाँझो हुँदै जान सक्छ। यसलाई कसरी हामीले यो मार्सी जस्तो जुम्लाको मात्रै मार्सी भनिन्छ, यो हाम्रो बाजुरामा पनि मार्सी धान छ, फल्छ भनेर यसैलाई एउटा ब्रान्ड बनाएर लग्यो भने र यहाँको लोकल धानको ब्रान्ड बनाएर चामल उत्पादन गर्न थाल्यो भने यसको लोकप्रियता अलि बढ्दै जान्छ र मूल्य पनि राम्रो पाइन्छ र हाम्रो ब्रान्ड पनि बन्छ भन्ने। त्यस्तै जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाले सम्मानित भएका कृषकहरूलाई बधाई दिँदै कृषि खेतीमा सबैले व्यावसायिक रूपमा लाग्नुपर्नेमा जोड दिएका छन्। उत्कृष्ट तिनटै क्षेत्रलाई समेट्ने गरिकन उहाँहरू एउटा कृषक क्षेत्रको रूपमा बत्तीको रूपमा हामीले बुझेका छौँ। बढीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले उन्नत बिउ प्रयोग गरेर कृषि अर्थतन्त्रमा सुधार ल्याउन नीतिगत रूपमा पालिकाले विभिन्न कार्यक्रम गरिरहेको बताएका छन्। उनले कृषकहरूको उचित मूल्याङ्कनका लागि विभिन्न सम्मान तथा हौसलाका कार्यक्रम समेत पालिकाले सञ्चालन गर्दै आएको बताएका छन्। र उन्नत बिउहरूलाई प्रयोग गरेर अबको कृषिमा अर्थतन्त्रमा केही सुधार ल्याउनुपर्छ भन्ने हिसाबले नीतिगत हिसाबले राष्ट्रिय स्तरमा पनि नेपाल सरकार, सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा पनि हामी स्थानीय सरकारको रूपमा हामी लागिरहेका छौँ र किसानहरूले गरेको कामलाई प्रोत्साहन गर्नका लागि सम्मानको कार्यक्रम पनि सँगसँगै राखिरहेका छौँ। यसमा